नमस्कार। राष्ट्रिय कला संग्रहालय सिन्धुलीको जमिन खरिद गरिसके पछाडि जमिन सम्याउनको लागि भनेर हामीले सहयोगको लागि केही दिन अगाडि भिडियो पोस्ट गरेका थियौं। भिडियो पोस्ट देखिसके पछाडि देश तथा विदेशमा बस्नुहुने हाम्रा कलाकार सिन्धुलीका शुभचिन्तक हाम्रो महानुभावहरूले चाहिँ हामीलाई आफ्नो तर्फबाट जे जति सकिन्छ त्यति सहयोग पठाउनु भएको छ। कलाघरका अन्य पदाधिकारीहरूसँग पनि सम्पर्कमा रहेर सहयोग गर्नु भएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ भने मसँग सम्बन्धित रहेर पनि केही सहयोगी महानुभावहरूले सहयोग रकम पठाउनु भएको छ। म उहाँहरूको सरस्वती नाम वाचन गर्नेछु। ओम कुमार श्रेष्ठ हुनुहुन्छ, भोजपुर घर भई हाल चाहिँ दार्जिलिङ सिक्किममा बस्नुहुन्छ। उहाँले चाहिँ जमिन सम्याउनको लागि भनेर रु 2000 रुपियाँ पठाउनु भएको छ। त्यसै गरी सबिन राई हुनुहुन्छ, गोलन्जर गाउँपालिका वडा नम्बर 7 घर भई हाल चाहिँ क्यानाडाबाट उहाँले चाहिँ रु 10,111 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी टङ्क बहादुर घिमिरे हुनुहुन्छ, कमलामाई नगरपालिका वडा नम्बर 4 कौशलटार घर भई हाल चाहिँ उहाँ युएबाट हुनुहुन्छ। उहाँले 12,511 रुपियाँ सहयोग गर्नुभएको छ भने सुमन थापा मगर हुनुहुन्छ, खोटाङ जिल्ला बारापोखरी गाउँपालिका 2 सुन्तले धाप्लाङबाट उहाँले चाहिँ 3,131 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी गोपाल थापा मगर हुनुहुन्छ, मन्थली नगरपालिका वडा नम्बर 7 रामेछाप हाल मलेसियाबाट उहाँले चाहिँ 1,101 रुपियाँ कलाघरको जमिन सम्याउनको लागि भनेर सहयोग गर्नुभएको छ। जतिजनाले सहयोग गर्नुभएको छ सहयोगी सम्पूर्ण महानुभावहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र जसले जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ पछाडि देखिरहनु भएको छ जमिन खार्नको लागि अझै पनि बाँकी रहेको छ। अझै पनि हामीलाई आर्थिक अवस्थाले चाहिँ अझै साथ दिइरहेको छैन। र जतिले भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला अथवा प्रत्यक्ष रूपमा मलाई रिता विश्वकर्मा फेसबुक आइडी अथवा टिकटक आइडी जहाँ हजुरलाई सहज लाग्छ त्यहाँ हजुरहरूले म्यासेज पनि गर्नुहोला। र कलाघर स्थापना कालदेखि अहिलेसम्म हामीलाई जतिले जहाँ जस्तो माध्यमबाट सहयोग गर्नुभयो सबैजनालाई धेरै धेरै धन्यवाद।